आज चाहिँ यो पनि हामी सँगै जान्छौँ भनेर हामी सँगै आएकी थिएँ। कोठाबाट निस्किसक्यो। सुजन पनि तल मेन चोकमा बसिरहेको छन् अरे। यो चाहिँ इङ्ग्लिस पढ्छ यो चाहिँ, अनि इङ्ग्लिसवालाहरूको अलिक छिटै नै हुन्छ पढाइ। अनि आज चाहिँ एउटा घन्टी छोडेर हामीसँग पढ्न आएकी छ यो पनि। अनि सुजान चाहिँ त्यहाँ मेन चोकमा बसिरहनु भएको छ, उहाँ पर हाम्रो मेन चोक चाहिँ अगाडि छ। हामी आइसक्यौँ मेन चोक। 2000 years later. हेलो गाइस, फाइनली हामी कलेज छुट्टी भइसकेर पढेर पनि छुट्टी भइसकेर पनि यहाँ आइसकेको छौँ। यहाँ चाहिँ पर्सि 23 गते तल त्रियुगा बस पार्क मुनि हुन गएको महोत्सवमा आउनुहुने कलाकारहरू यहाँनिर छ ट्याग लाएर। यो चाहिँ पर्सि महोत्सव हुँदाखेरि आउने कलाकारहरू हुनुहुन्छ। हामी मेन चोक पनि आइसक्यो। मेन चोककै छेउमा यो टाँसिएको छ यो ब्यानरहरू, पुरा गेट सेट बनायो अरे, खतरनाक बनायो अरे। सबैजना आउनु होला। अनि मलाई पनि फ्रीमा तपाईँहरूले छिराउनु होला महोत्सवमा हाम्रो तिनैजनालाई हामीलाई चिन्दै गर्नु होला। मेन चोक आइसक्यो। अब सुजान घरतिर जानुहुन्छ। हामी दुईवटा चाहिँ ट्याग लाएर यता जान्छौँ। यहाँ चाहिँ हाम्रो दाजुहरूले खतरनाक बनाउनु। यो चाहिँ हाम्रो भाइरल खाजा घर हो, सबैजना आएर खानु होला। मेन चाहिँ बनाइसक्यो। सुजान उता गइसक्नु भयो। लाएर बाटो चाहिँ एकदमै हेरेर क्रस गर्नुपर्ने हुन्छ, कहिलेकाहीँ डेन्जरै हुन्छ। यस्तै छ भन्दै अहिले झन्डै हामीलाई बाइकले बिताइदिएन यसलाई पनि। झन्डै यो बाटै नहेरी हिँड्छे। बाइकवाला अङ्कलले डेन्जर डायलग दिएर जानुभयो यसलाई। मलाई पनि डेन्जर डायलग दिनुभयो। म चाहिँ कोठा पनि आइसकेँ। अब यसो यहाँबाट छुट्टिन्छे जान्छे। अब गर ट्याकटुक भातसात खान्छे। म पनि अब खानासाना खाएर पसल जान्छु। काम गर्नु पर्छ। ट्याक लाएर काम गरे नि हाल। त्यस्तै छ। खानासाना खाएर पसल जान्छु। Moments later. फाइनली गाइस खानासाना पनि खाइसकेँ। खानासाना पनि खाइसकेँ। दिदीले बनाएकी थिए। अनि खानासाना पनि खाइसकेँ। दिदी चाहिँ अहिले डकुमेन्टहरू बनाउनको लागि ओडा गएकी छ लन्डनले। पसल जान्छु। पसल पनि देखाउनेछु। हेलो गाइस, म चाहिँ पसल पनि आइसकेँ। हाम्रो पसल चाहिँ यही हो। मेसिनहरू छ। ट्याग लाएर भित्र साथी बसिरहनु भएको छ। पसल चाहिँ यही हो। 2000 years later.